ल साथीहरु नमस्कार, म दिपेन्द्र श्रुमाली। म तपाईहरुलाई देखाउँदै छु मेरो नर्सरी, मेरो कृषि फार्म। यो चाहिँ मेरो बुद्ध चित्त डिपार्ट हो। बुद्ध चित्तको बिरुवाहरु साथीहरु। अब यो चाहिँ मैले ओखलढुङ्गा रुमजाटार पठाउन लागेको छु। ठिक्क तयार पार्दै छु। 100 वटा छ। यो बुद्ध चित्त, उता माथि पनि बुद्ध चित्त छ। टोटली बुद्ध चित्त मसँग 30,000 माइ छ साथीहरु बिरुवा। टन्नै बिरुवा कुनै यसरी उम्रँदै छ है, कुनै ठुलो भइसक्यो। यो चाहिँ रोप्न तयार भइसकेको बुद्ध चित्तको बिरुवा हो साथीहरु। अनि यो बुद्ध चित्तको बिरुवाहरु हेर्नुस्, यहाँ पनि बुद्ध चित्तको बिरुवा छ साथीहरु। अब तपाईहरुलाई म आज चाहिँ सम्पूर्ण मेरो फलफुलको बिरुवाहरु देखाउँछु। यसलाई लहरे आँप भन्छ साथीहरु। यो लहरे आँप भनेको चाहिँ 12 मास फलिरहने, 12 मास खान पाइरहने चिज हो। यस्तो चिज हो कि मिठो हुन्छ खान पनि। यो चाहिँ ठुलो झ्याङ हुन्छ, एउटै बोट रोप्यो भने पनि यत्रो झ्याङ हुन्छ। रोपेको 2 वर्ष भयो। हेर्नु यत्रो लहरा यस्तो भइसक्यो। अब म तपाईहरुलाई देखाउँछु। यहाँनेरि छ, यो हो मुन्तला साथीहरु। यो मुन्तला भनेकै सुन्तलाको भाइ नि। यो सेतो सेतो चाहिँ मैले फंगसको औषधि हालेको। के हुन्छ भने नर्सरीमा चाहिँ अब यसरी बाक्लो राखिन्छ नि त बिरुवा। बाक्लो बिरुवा राखिसकेपछि हावा छिर्नु पाउँदैन, फंगस लाग्ने सम्भावना एकदम बढी हुन्छ। त्यो भएर बेला बेलामा महिनामा एकचोटि फंगसको औषधि स्प्रे गर्नुपर्छ। यो हो मुन्तला सबै। यो मुन्तलाहरु हो। यो मुन्तला मैले 200 मा बेचिरहेको छु। यो बोधिचित्त भर्खर, यो चाहिँ अब असारतिर मात्र रोप्न मिल्ने हुन्छ। हेर्नुस् भर्खर साथीहरु। त्यो सँगसँगै यो हो मेरो जापानिज उन्चु सुन्तला साथीहरु। यो दाना लागिसकेको छ। जापानिज उन्चु सुन्तला चाहिँ मैले 200 मा दिइरहेको छु। पोली ब्यागमा भएको बिरुवा लगभग छानेर सकिसकेको बिरुवाहरु छ। अब खुल्ला बिरुवा मात्र आउने सम्भावना छ। अलिअलि छ, 200 मा दिइरहेको छु। यो छ। अनि त्यसपछि अर्को के छ, यहाँ चाहिँ यो चाहिँ चाइनिज हाइब्रिड जातको ओखर हो। तपाईले यो बिउबाडै उमारेको हो। हेर्नुस् बिउबाडै उमारेको हो। तर पनि बिउबाडै उमारे पनि के हुन्छ, यो छिट्टै फल्छ। 2 वर्षदेखि नै फल्ने जात हो। यो हाइब्रिड जात हो। यो 400 पर्छ साथीहरु। अनि अरु के छ, अर्को यो मेयर्स भन्ने जातको कागती हो। यसको चाहिँ काँडै हुँदैन। यो गमलातिर रोप्नलाई एकदमै राम्रो हो। यो मेयर्स जातको कागती। अब यो चाहिँ 250 मा मेयर्स जातको कागती 250 दिइरहेको छु। यो चाहिँ बिजु कागती हो। यो त चाहिँ 65 रुपैयाँ बेच्ने हो। यसरी हल्लुमा राखेको थियो, धेरै राखिदैन बिजु कागती। यो टिम्बुर रोपेकै वर्षदेखि अर्को सालदेखि फल्ने टिम्बुर छ। हेर्नुस् टिम्बुरको बोट छ। टिम्बुरको बोट मात्र 100 रुपैयाँमा बेचिरहेको छु साथीहरु। टन्नै छ, जति चाहे पनि पाउँछ है साथीहरु। टिम्बुर जति चाहे पनि। अनि त्यसपछि यो सुनकागती 2 हो साथीहरु। यो सुनकागती 2 भनेको चाहिँ पहाडको 17-18 सेन्टिमिटर सम्मको हाइटमा खेती गर्न सकिन्छ। एकदम राम्रो छ बिरुवा। जति पनि बिरुवा, जति चाहे पनि बिरुवा छ साथीहरु। जति चाहिए पनि बिरुवा छ। यो छ। अनि त्यसपछि यिनीहरु त सबै यो मैले सोको लागि राखेको बिरुवाहरु है, सुन्तला कागतीहरु। यस्तो यस्तो बिरुवाहरु पनि अब बेन्त बेचिन्छ, तर अलि सस्तो, अलि महँगो पर्छ यस्तो। अब यो सिल्भर बेरी भन्छ साथीहरु। यो सिल्भर बेरी भन्ने हो। यो हाम्रो गाउँ घरतिर मालिन्दो भन्छ नि, मालिन्दो। त्यस्तै हो, तर त्यसको विकसित रूप हो। यो मिठो हुन्छ, ठुल्ठुलो दाना हुन्छ, पोथ्रा पोथ्रा लहरा जस्तो भएर फल्छ। यसको बिरुवालाई मैले 250 मा बेचिरहेको छु। यो हेर्नुस्, यो अंगुर छ यहाँ। त्यो सँगै तेह्रथुमे कागती, लोकल जातको कागती पनि छ मसँग। यो है, यो पनि तराईतिर पनि फल्छ। पहाडतिरको 1800 सम्म राम्रो खेती गर्न सकिन्छ। यो छ। यो धनकुटे खोको जातको सुन्तला हेर्नु साथीहरु। यो मैले 200 मा दिइरहेको छु। हेर्नुस् यो पनि सुन्तला पनि टन्नै छ। हेर्नुस् टन्नै छ सुन्तला पनि साथीहरु। जति चाहे पनि पाउँछ। यस्तो छ सुन्तला। अनि यो तेह्रथुमे कागती चाहिँ 200 मा कागती पनि। यो लोकल सुन्तला हो साथीहरु। यो लोकल बिजु सुन्तला। बिजु सुन्तलाले चाहिँ मैले कतिमा दिइरहेको छु भने 100 रुपैयाँ 80 रुपैयाँ दिइरहेको छु। कति क्वान्टिटीमा लानुहुन्छ त्यो अनुसार। यो बुद्ध चित्त भइगयो। यो रोयल चेरी हो। यो रोयल चेरी हो साथीहरु। रोयल चेरी पनि टन्नै छ मसँग। हेर्नुस् रोयल चेरी मैले 800 रुपैयाँ कटा दिइरहेको छु। रोयल चेरी छ है।
टन्नै छ, एकदम राम्रो बिरुवा छ, हेल्दी बिरुवा छ। यो चाहिँ माथि चिसोमा फल्ने चिज हो, कैयौँ हुने ठाउँमा। यो ताइवान पिङ अम्बा साथीहरू, यो ताइवान पिङ अम्बा पनि राम्रो छ बिरुवा। 200 मा दिएको छु, बिरुवा जति चाहिए पनि छ, जति चाहिए पनि बिरुवा छ साथीहरू। यो मधेसी बदाम भयो, आलमन्ड। यो एभोकाडो, रिड र हाँस भन्ने एभोकाडो मिक्स छ यहाँ साथीहरू। तपाईँलाई जति चाहिए पनि छ बिरुवा, एभोकाडोको बिरुवा हेर्नुहोस्, मात्र 150 रुपियाँ बेचिरहेछ। यो छ, यो सँगसँगै अर्को यो चाहिँ नेक्टिन डबल डिलाइट भन्ने आरु हो साथीहरू। रोपेको वर्षदेखि अर्को सालदेखि फल्छ। यो बिरुवा चाहिँ एकदम हाइब्रिड जात हो, अमेरिकामा विकास गरेको, क्यालिफोर्निया विकास गरेको। यो आरुको बिरुवा 650 पर्छ साथीहरू। मसँग यो 1000 थियो, अब 500 जति बाँकी छ साथीहरू। यसको दानै लागिसकेको छ, यता कता कता दानै लागेको पनि पाउँछ, तर दान लगाएर सकिसक्यो होला, छानेर लगिसक्यो। अब बिउ अर्को साल, यो साल रोपेपछि अर्को साल फलिजाने यो छ साथीहरू। जति चाहिए पनि छ है साथीहरू, यो छ। अब यो एभोकाडो साथीहरू, यो एभोकाडो चाहिँ 1-1.5 वर्ष पुरानो एभोकाडो हो। यस्तो ठुल्ठुलो बिरुवालाई चाहिँ 1000 रुपियाँ बिक्री गर्छु म है। यो ठुल्ठुलो हुन्छ। यो चाहिँ कस्तो हो भने तपाईँलाई म देखाइदिन्छु। हेर्नुहोस् है, यस्तो यस्तो चाहिँ म 1000 रुपियाँ बेच्छु, तर अलिक सानो सानोलाई चाहिँ 600 मा बेच्छु। हेर्नुहोस् यस्तो छ। यो पनि छ, यो यतै राख्दैन। अनि यस्तो सुन्तला, यस्तो ठुल्ठुलो सुन्तला हेर्नुहोस् है, यस्तो ठुल्ठुलो सुन्तला छ नि, 1500 रुपियाँ। एकदम ठुलो छ नि त, एकदम राम्रो, दाना टन्नै लागिसकेको छ। यस्तो 1500 मा बेच्छु म। यो चाहिँ सोखिनदारहरूले लाने हो कि, सोखिनदारहरूले। यस्तो छ नेक्टिन डबल डिलाइट भनेको यिनीहरू हो क्या, बुफा हुँदैन क्या यिनीहरूमा चाहिँ। अनि यस्तो ठुल्ठुलो अम्बाको बोट छ, यस्तो 2200 पर्छ साथीहरू, ठुल्ठुलो आयो। अनि यस्तो जुनार साथीहरू, यो ठुल्ठुलो जुनार छ क्या, ठुल्ठुलो बोट भएको जुनार, लगभग 4 फिट अग्लो जुनार हो। यो 300-400 यहाँ बेच्छु, टन्नै छ जुनार पनि साथीहरू। हेर्नुहोस् 400 रुपियाँ, ठुल्ठुलो 400, सानो सानो अलिक ठिक्कको 300। अब यो अमेरिकन रातो खालको आरु हो, आलु चाहिँ नपाकिने रातो हुन्छ क्या, यो पाकेकै छैन, पुरै पाएपछि पुरै रातो हुन्छ। यस्तो छ। मसँग अर्को यो अन्ना भन्ने स्याउ छ, हेर्नुहोस् फलिरहेको। यो चाहिँ आफैले सोको लागि फलाउनु, टन्नै 40-50 दाना फलेको छ। हेर्नुहोस् टन्नै फलेको छ। यसको बिरुवा चाहिँ 250 मा बेच्छु। यो चाहिँ साथीहरू जापानिज कट्टुस हो। यो जापानिज कट्टुस 250 मा बेचिन्छ। बिजुबाट उमारेको हो, तर यो 2-3 वर्षदेखि फल्छ। यो जापानिज हलुवा बेच नास्पति साथीहरू, यो जापानिज नास्पति हो। यो जापानिज नास्पति चाहिँ 250 मा बेच्छु, अल नेपाल डेलिभरी। यो एकदम राम्रो छ, हेल्दी छ, 2 वर्ष पुरानो बिरुवा हो, जति चाहिए पनि छ बिरुवा मसँग। अनि यो अम्बा, केजी अम्बा हो साथीहरू, यो फल्न थालेको छ। यस्तो यस्तो अम्बा हुन्छ नि, यसले चाहिँ 3000-2500 मा बेच्छु है साथीहरू। यस्तो अम्बा ठुल्ठुलो है, बोटै यत्रो यत्रो है, मोटो मोटो भइसकेको बोटै। यो चाहिँ सोखिनदारहरूले लानुहुन्छ। यस्तो छ। आलमन्डको बोट फलिसकेको छ साथीहरू, यहाँबाट हेर्नुहोस्। अनि त्यसपछि मसँग यो आरु बोखडा भन्छ नि, रातो खालको आरु बोखडाको बिरुवा पनि छ, टन्नै छ, जति चाहिए पनि छ है साथीहरू। नर्मल बिरुवा 250। आँप छ, दशहरी आँपहरू थियो, फुलिरहेको दशहरी आँपहरू हो। यो दाना नेक्टिन डबल डिलाइट आरुको दाना हेर्नुहोस् साथीहरू, यस्तो हुन्छ है। अब यो अगरुड हो साथीहरू। अगरको बिरुवा यस्तो मोटो मोटो छ क्या, यस्तो डाँठ, डाँठै मोटो मोटो खालको अगरको डाँठ छ नि, पातभन्दा पनि डाँठ हेर्नुपर्छ, मोटो मोटो खालको डाँठ भएको, मात्र 200 यहाँ बेचिरहेको साथीहरू। यो यतातिर यो हलबेद सलबेदहरू। अब
पख्नु यो लाइनदेखि होइन, यो लाइनदेखि हेरौँ यो सबै पिकान अटो साथ एक म्याकाडेमियन अटो साथीहरू 150 रुपियाँ सबै म्याकाडेमियन अटो हेर्नुहोस्। टोटल यो देखिएको जति सबै म्याकाडेमियन अटो। कुखुरा धेरै कराएर कुखुराको आवाज आइरहेको छ क्या यहाँ धेरै। म्याकाडेमियन अटो सबै म्याकाडेमियन अटो। यो चाहिँ फेरि सेन्टको बिरुवा भनेर बेचिरहेको छ मान्छेहरूले। यसलाई चाहिँ मालागेडी अथवा सुगन्ध कोकिला भन्छ। यो पनि एकदमै राम्रो हो है। तराईदेखिको पहाडको 2200 मिटरसम्म खेती गर्न सकिन्छ। यसको दाना यो औषधीय गुणले सम्पन्न हो। यो चिज पनि एकदम मिठो बास्ना आउँछ। यसको तेलहरू बनाउँछ। यो औषधि हो। यसको पनि बजार राम्रो छ। यो मैले 250 मा बेचिरहेको छु। अब यो फुजी स्याउ साथीहरू, फुजी स्याउ थाहा छ एकदमै माथिल्लो भेगमा हुने। यो गोल्डन किवी साथीहरू, गोल्डन किवी छ। यो ह्यावार्ड किवी हो। यो हेर्नुहोस् हलुवा बेच्थ्यो मरिसकेको कुनै पलाएन। यस्तो घाटा पनि हुन्छ हेर्नु। यसरी मर्छ हलुवा बेच्दै। हलुवा बेच चाहिँ पोलीमा सार्नै सकिँदैन मर्छ। यो चाहिँ जोनपिट व्हाइट भन्ने यो आरु हो। ठुल्ठुलो क्या यत्रो दाना हुन्छ क्या स्याउ जस्तै। जोनपिट व्हाइट भन्ने आरु हो। खतरा फल्छ यो। अब यो चाहिँ अब यता यो साइडमा हेरौँ। यस्तो साइडमा हेर्दाखेरि अब यो साइडमा हेरौँ यो के हो हनीड्यू म्याङ्गो एकदमै गुलियो हुन्छ। काँचै खाँदा पनि मिठो हुने। यो बिरुवा 1000 रुपियाँ पर्छ हेर्नुहोस्। यो आरुलाई 250 रुपियाँ। अनि यो परमल भन्ने आँप हो, अमेरिकन भन्छ। यस्तो हुन्छ यो दाना फलिसकेको छ। यो पनि 1000 रुपियाँ पर्छ। यो ह्यावार्ड किवीहरू यो सबै ह्यावार्ड किवी 200 रुपियाँ पर्छ। यो आरु हो, आरु 200 रुपियाँ। यहाँ के छ 400 रुपियाँ भनेपछि यो चाहिँ हो यो 12 मासे थाई म्याङ्गो, 12 मासे थाई म्याङ्गो हो, आँप हो। हेर्नुहोस् 12 मास 4 पल्ट फल्छ वर्षमा यो। अब तपाईँलाई देखाउँछु यो 12 मसला अल स्पाइसी भन्छ। एकदमै राम्रो है साथीहरू। यो मसला भनेको हरेक तपाईँले तरकारीमा चियामा जेमा लाउन सक्नुहुन्छ। पुलाउ सुलाउमा होइन, बिरयानी सिरयानी सबै लाउन सक्नुहुन्छ। यसको पातै युज हुन्छ सबभन्दा राम्रो। पातै मग बास्ना आउँछ। एकदम ठिक छ। यो मसला सबैले रोप्नुपर्छ। तराईदेखिको पहाडको 1300-1400 मिटरसम्मको हाइटमा यसलाई खेती गर्न सकिन्छ। एउटा बिरुवाको 350। यसको बिरुवाको साइज हेरेर हुन्छ। सानो बिरुवा यस्तो सानो बिरुवालाई 100 पनि पर्छ। तर यो चाहिँ ठुलो छ है, 3-4 फिटको बिरुवा भएर महँगो छ साथीहरू। यस्तो छ। यो बुद्ध चित्त भइगयो। यो बुद्ध चित्त यो पनि अलिसपछि त्यही 12 मसला हो। उयो अन्ना भन्ने जातको स्याउको बिरुवा यो हो। हेर्नुहोस् यस्तो छ। यो मसला कस्तो मगमग बास्ना हुन्छ क्या। अब यो जापानिज हलुवा काँचै खाँदा पनि गुलियो हुने जापानिज हलुवा यो पनि जति छ बिरुवा साथीहरू। यो चाहिँ 350 पर्छ एउटा बिरुवाको। हेर्नुहोस्। अब यो चाहिँ यो हेर्नुहुन्छ भने यो पिकानट उम्रँदैछ साथीहरू। यो असारको लागि एकदम तयार हुन्छ। यो एउटा बिरुवाको नै 250 पर्छ। यसको बिरुवा पनि टन्नै छ है, जति चाहिए पनि छ। अब यो कफीको बिरुवा साथीहरू 2 वर्ष कफीको बिरुवा हो। हेर्नुहोस् 2 वर्ष कफीको बिरुवा। यो एउटा दुईटा लाँदा 100 रुपियाँ, 40-50 त्यस्तो लाँदाखेरि अब त्यही अनुसारको 80 रुपियाँ। अब 1000, 2000, 5000, 10,000 लान्छ भने त्यही अनुसारको 50 रुपियाँ, 55 रुपियाँ, 45 रुपियाँ त्यस्तो हेरी यसको कति क्वान्टिटी लाने हो त्यो अनुसार। एउटा दुईटा लाँदा 100 रुपियाँ पर्छ। अब यो चाहिँ पिकानट साथीहरू। यो पिकानट तराईदेखिको पहाडको 1700-1800 सम्मको हाइटमा मजाले खेती गर्न सकिन्छ। यो चाहिँ ऐ पनि देखाएँ। ऐको चाहिँ बिजु हो र देखाएको चाहिँ यो चाहिँ कलमी। यो चाहिँ महँगो छ साथीहरू कलमी बिरुवा। यो कलमी बिरुवा 650 भन्दा कममा आउँदैन साथीहरू है। जति लए पनि धेरै पनि छैन मसँग, फेरि 100 जति होला। यो म्याकाडेमिया नट भइगयो। यो म्याकाडेमिया नट 150 हेर्नुहोस्। राम्रै छ बिरुवा, त्यस्तो नराम्रो छैन, राम्रै बिरुवा छ। 150 तपाईँलाई चाहिए सबै प्रकारको बिरुवा देखाउँछु साथीहरू आज म। अब यो लाइनमा साथीहरू यो हो आलमन्ड, क्यालिफोर्निया कागजी भन्ने आलमन्डको बिरुवा। एकदमै राम्रो छ बिरुवा। हेर्नुहोस् जति चाहिए पनि छ बिरुवा, टन्नै छ बिरुवा साथीहरू। यो अब यो कागतीहरू ठुल्ठुलो बोट भइसकेको म 1000 रुपियाँ कडा दिइरहेको छु साथीहरू। फुल्नु थालेको दाना लागि थालेको छ, लानु साथै फल्नु थाल्छ। 1000 रुपियाँ कडा ठुल्ठुलो। यो
यो मिराकल बेरी भन्ने हो साथीहरू। यो मिराकल बेरी यो तराईबाट इन्डियाबाट ल्याएको। अब कस्तो हुन्छ यसको रिजल्ट भनेर मैले यहाँ हालिरहेको छु। त्यति राम्रो चाहिँ होला जस्तो छैन यसको रिजल्ट। काठमाडौँमा अलिअलि त पलाउँदैछ, महँगो पर्यो। एउटै 700 बेचिरहेको छु। महँगै छ साथीहरू, के गर्नु, महँगो पर्दा महँगै भन्नु पर्यो है। ल्याउँदै ल्याउँदै कति मर्छ है। ए मिराकल बेरी। मसँग भियतनामी माल्टा पनि छ अलिअलि, धेरै त छैन, अलिअलि छ। 700 बेचिरहेको छु। अल टाइम हो, 12 मास फलिरहन्छ यो। तराईको लागि, गर्मीको लागि, गर्मी ठाउँको लागि यो छ। यो पिकानट भइगयो। यो मालागेडी पनि भइगयो यो पनि। अनि यो चाहिँ म्याकाडेमिया नटहरू भइगयो। यो कागतीहरू यी सानैमा फल्न थालिसकेको यस्तो छ। अनि यो सँगसँगै मसँग जैतुनको बिरुवा छ साथीहरू। यो जैतुन, यसलाई भन्छ जैतुनको बिरुवा। ओलिभ ओइल भन्छ नि, एकदमै महँगो। यसको तेल त सबभन्दा महँगो तेल हो। यो छ मसँग अल्फान्सो भन्ने आँप छ साथीहरू। अल्फान्सो भन्ने आँप महँगो छ है साथीहरू। 800 पर्छ एउटै बिरुवाको। एकदमै हेल्दी छ, एकदमै राम्रो छ बिरुवा। 800 रुपियाँ एउटाको। यो हर्मन 99 भन्ने स्याउ हो साथीहरू, तराईमा फल्ने। यो तराई अथवा गर्मीमा फल्ने स्याउ। यो 350 रुपियाँ पर्छ। मसँग चुच्चे नास्पाती छ, एउटा दुईवटा धेरै छैन। यो चुच्चे नास्पाती यो महँगो छ, 450 पर्छ। हनी क्रिस्पी स्याउ, अलिकति चिसोमा अलिकति गर्मीमा पनि हुने यो हनी क्रिस्पी भन्ने स्याउ। काठमाडौँ जस्तो उचाइमा पनि फलाउन सकिन्छ यसलाई। 1700-1800 मिटर, 2000 मिटरमा पनि फलाउन सकिन्छ। हनी क्रिस्पी स्याउ एकदमै राम्रो, चक्लेटी भन्छ नि त्यो स्याउ हो। यो महँगो छ साथीहरू। यो 700 रुपियाँ पर्छ एउटाको। अब यो चाहिँ भनेको रुद्राक्ष। यो रुद्राक्ष चाहिँ मैले टुप्पो टुप्पो सब काटिदिएको, किनभने यो अग्लो भयो धेरै, बाहिर पठाउनुलाई अप्ठ्यारो भएको कारणले मैले काटिदिएँ। अब काट्दाखेरि कुनै कुनै मरो पनि यसरी। अब यो मरेको त घाटा लागिगयो होइन, अब बाँचेको त बाँचिगयो, यस्तो छ यो। अब यो चाहिँ यताबाट पलाएको राम्रो हुन्छ, धेरै हाँगा हुन्छ, रोप्नलाई किसानलाई फाइदा, त्यस्तो छ साथीहरू। अब यो मालदा आँपहरू हो। मालदा आँप राम्रै छ। हेर्नु यस्तो मजाले टक्क टक्क दाना झुप्पा झुप्पा लागिसकेको छ। 250 पर्छ मालदा आँप साथीहरू। मालदा आँप पनि यस्तो छ है। यो चाहिँ भगुवा अनार। अनार पनि ठिकै छ, त्यस्तो नराम्रो छैन। कटिङको बिरुवा हो। हेर्नुहोस् यस्तो छ। 250 पर्छ यो। ओरिजिनल जात, एकदम राम्रो जात हो। यो एभोकाडो भइगयो 150। यो तेजपत्ता भइगयो 100 रुपियाँ। अब यता मैले चिया हालिदिएको झ्यामझ्याम, कुनै कुनै आयो कुनै कुनै गयो है। यतातिरै मेरो कटिङ सटिङहरू यसो हाल्ने, टाइम पास गर्ने काम। यो चाइनिज ओखर भइगयो है। मैले माथि देखाएँ नि, त्यही ओखर हो। रिट्ठाको बोट छ यहाँ, 5-6 फिट अग्लो रिट्ठाको बोट यो छ। अब यो आरुहरू भइगयो। अर्को जिङ्को बाइलोबा भन्छ यो। यो डिप्रेसनमा गएको मान्छेहरूको लागि अथवा एलर्जी भएको लागि अथवा यौन उत्तेजना एकदम कम हुनेहरूको लागि यो पात चियामा उमालेर खायो भने एकदम राम्रो काम गर्छ। यसको बिरुवा मसँग यस्तो छ है। टन्नी छ, गार्डनको रूपमा पनि काम गर्छ, यसको औषधि पनि काम गर्छ। जिङ्को बाइलोबा भनेर गुगलमा सर्च गर्नु पनि थाहा हुन्छ। एउटै बिरुवाको 350। यो सरिफा हेर्नुहोस्, यो सरिफा काठमाडौँमा चिसोले सरिफा त गरिफा भइसक्यो। कति त मरो होइन, घाटै छ यसमा। 300 रुपियाँ पर्छ। यो स्वर्ण रेखा भन्ने आँप हो साथीहरू। यो स्वर्ण रेखा भन्ने आँप फल्दैछ 350। यो रेड नेक्ट्रिन, रेड हो, बाहिर पनि रातो भित्र पनि रातो हुने नेक्ट्रिन जातको। यो त मैले यो पोहोरको बिरुवा, यो त 2000 नै बेचिरहेको छु। यो टिमुर 100 रुपियाँ भइगयो। अब यो अनार सनारहरू चाहिँ 250 भइगयो। यो गोल्डन स्याउ हो। गोल्डन स्याउ चाहिँ मैले 350मा बेचिरहेको छु। गोल्डन स्याउ अलि चिसोमा हुने यो, टन्नै छ यसको बिरुवा पनि, 8-9 फिट अग्लो बिरुवा। यो चाहिँ साथीहरू खुर्पानी हेर्नुहोस्, खुर्पानीको बोट यस्तो हुन्छ। पहेँलो खुर्पानी के, सुकाएर पनि खानु मिल्छ, एकदमै मिठो हुन्छ यो खानालाई। यहाँ छ खुर्पानी। यो मोसो बाँस हो साथीहरू। यो असारको लागि मात्रै तयार हुँदैछ। मोसो भन्ने बाँस 350। खुर्पानी 250। अगरुटहरू यिनीहरू मुन्तला सुन्तलाहरू, यो ठुल्ठुलो बोटहरू 1000-1500 हेरी हेरी यस्तो छ। अब यता छ है, यो यिनीहरू 1000-1500, 2000, 2500, 3000 पर्ने बिरुवाहरू है सबै। यो ठुल्ठुलो बोट चाहिँ हेर्नुहोस्। यो बनाना
बनाना म्याङ्गो। अब यतातिर कस्तुरी म्याङ्गोहरू पनि छ, सबै कुरो छ। अब तपाईँहरूलाई चाहिने झन् एउटा उत्तम राम्रो चिज यो सावर सप 3 फिट 2 फिट भन्दा माथिको बिरुवालाई 550 टन्नै छ। हेर्नुहोस् बिरुवा, हेर्नुहोस् मोटो मोटो यस्तो छ, डाँठ छ नि त, झनै अम्ला अम्ला जस्तो छ, मोटो मोटो 550 हो ठुल्ठुलो बिरुवालाई। अब यस्तो सानो बिरुवा लानुहुन्छ भने 350, सानो बिरुवा लानु 350 टन्नै चाहिँ। यो लवङको साथीहरू, लवङको बिरुवा, यो चाहिँ गर्मी ठाउँमा हुने लवङ, सावर सप पनि गर्मी ठाउँमा हुने नै हो। लवङको बिरुवा, यो मसला एकदम राम्रो, लवङ थाहा छ नि तपाईँहरूलाई। यसको 450 कि कति छ, 400 रुपियाँ। यो चाहिँ पेन्डम लिफ बासमती घाँस, यसको पात चाहिँ चामलमा लाएर खायो भने जुनसुकै चामलको पनि खाना बासमती बास्न मग आउँछ, हर बास्न आउँछ। यो चाहिँ सिडलेस लिची साथीहरू, यो सिडलेस लिची एकदमै राम्रो हुन्छ, भित्र एकदम सानो सिड हुन्छ। यो सिडलेस लिची 450 महँगो छ साथीहरू। बिरुवा पनि एकदम राम्रो छ, हेल्दी बिरुवा छ। यो चाहिँ के हो भन्छ भने यसलाई अन्जिर, रातो खालको अन्जिर 200 रुपियाँ, एकदम राम्रो छ बिरुवा। हेर्नुहोस् अन्जिरको। यो अगरुट अलिक ठुलो छ, अलिक मोटो छ, यो चाहिँ 250 पर्छ, 250। यो रक्तचन्दन साथीहरू, यो गर्मी हुने रक्तचन्दन 300 रुपियाँ, 300 रुपियाँ पर्छ रक्तचन्दन, पात झर्दैछ। यो सेन्टको बिरुवा भइगयो। यो स्टार फ्रुट भन्छ, स्टार फ्रुट 350 पर्छ कलमी साथीहरू, 350 कति हो, 300 रुपियाँ स्टार फ्रुट हो यो चाहिँ। अब यो चाहिँ श्रीखण्ड साथीहरू, यो श्रीखण्ड एकदम राम्रो छ, बिरुवा हेल्दी छ, मोटो मोटो 2 वर्ष पुरानो बिरुवा, 350। ब्ल्याक डायमन्ड अम्बा, यो त महँगो छ साथीहरू, त्यो मैले बेचेको छैन। अब यसको दाना लाग्छ, अनि दाना लागेर कस्तो दाना फल्छ अनि मात्रै बेच्छु कन्फर्म गरेर, किनभने यो हो कि होइन भने उसो म बिरुवा हुन्छ 800 रुपियाँ पर्छ एउटै बिरुवाको, त्यो भएर महँगो चिज चाहिँ म अलिक पछि मात्रै बेच्छु फलाएर। यो लामो खालको सपोटा, थाई सपोटा भन्छ, लामो फल्छ कि यति लामो दामी फल्ने। यो चाहिँ मालाइगढी भइगयो। यो वाटर एप्पल, यो वाटर एप्पलको बिरुवा साथीहरू हेर्नुहोस्, यस्तो दामी छ वाटर एप्पल बिरुवा। 250 हो वाटर एप्पल, 250। 350 हो यो बिरुवा चाहिँ, तर कति 250 भएछ, यो 350 हो वाटर एप्पल। यो रम्बुतान साथीहरू, राम्रो छ रम्बुतानको बिरुवा, हेर्नुहोस् रम्बुतान बिरुवा पनि ठिक छ। यो 450। यो जामुन हो, यो 300 रुपियाँ पर्छ जामुन, गुलाब के भन्छ कालो जामुन थाहा छ तपाईँहरूलाई, यो 400 भइगयो। यो पान, रानी पान भन्छ यसलाई साथीहरू, रानी पान। यो कटवा 12 मासे 250 कलमी बिरुवा। यो मिस इन्डिया भन्ने बयर, यो अनि यो भोगटे भइगयो। यो चाहिँ मोरिङ्गा साथीहरू, मोरिङ्गा भर्खर बढ्दैछ, मोरिङ्गा 150। यो के भन्छ थाई बयर, हरियो खालको थाई बयर, ठुलो खालको पनि छ, एप्पल बयर भन्छ। यो उनीहरू भनेको ओके आरु। यो बल सुन्दरी भन्ने एप्पल बयर, राम्रो छ बिरुवाहरू साथीहरू, बल सुन्दरी भन्ने यो भएछ, एकदम राम्रो छ बिरुवा। यो केजी अम्बा साथीहरू 250 केजी अम्बा, बल सुन्दरी भन्ने बयर, यो 300 रुपियाँ। यो पाउलोनी आई, पाउलोनी बिरुवा यस्तो छ साथीहरू। यो काजुको बिरुवा यस्तो छ साथीहरू, काजुको त्यति धेरै पात हुँदैन। यो लोड सल्ला, यो केजी अम्बा भइगयो। यो मजापुरे लिच्ची, एकदम मिठो बास्ना आउने खालको लिच्ची। यो बल सुन्दरी, अहिले मैले भने बल सुन्दरी 250 रहेछ, बल सुन्दरी एउटा बिरुवाको 250। यो चिउरी भइगयो साथीहरू। यो ब्ल्याकबेरी, यो ठुलो खालको रानी बेल, यत्रो 2 केजीको फल्ने बेल,
यो सिडलेस हरियो लिची लिची अरे अङ्गुर हेर्नु साथीहरू यस्तो राम्रो छ 250 चिउरी 150 रानीबेल 150 ब्ल्याकबेरी 250 यो के भन्छ यसलाई कश्मिरी कलमी ओखर अब यो असारको लागि हुन्छ अनि यो सुपारीको कति 150 यो लिची सिडलेस लिची 450 यो खजुर 250 यिनीहरू आरु बखडाहरू यो अङ्गुरहरू हेर्नुहोस् धेरै लामो भयो भिडियो साथीहरू हेर्नुहोस् ल सबै आज चाहिँ मैले सबै देखाएँ अझै देखाउनु बाँकी छ मुखै दुख्यो मेरो त बल्ल बल्ल ल बिरुवाको लागि मैले दिएको नम्बरमा कन्ट्याक्ट गर्नुहोस् 98 60 87 40 54 अझै कति के छुटेको छ छुटेकोहरू पनि म देखाउने छु ललितपुर गोदावरी वार्ड नम्बर 1 दमैटार भन्ने ठाउँमा छ।